नमस्ते, म प्राविधिक महेन्द्र छेत्री। आज म विज्ञान तथा प्रविधिमा कमन इलेक्ट्रोनिक्स कम्पोनेन्टको बारेमा बताउन गइरहेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। नम्बर 1 मा छ रेसिस्टर। रेसिस्टर कलरिङ कोड अनुसार साइजमा फरक हुन्छ। यसले चाहिँ विद्युतलाई अवरोध गरेर पठाउने काम गर्छ। धेरै विद्युतलाई कम विद्युतमा अवरोध गरेर पठाउने काम गर्छ। यो चाहिने इलेक्ट्रोनिक सर्किट बोर्ड जुनसुकै इलेक्ट्रोनिक सर्किट बोर्डमा प्रयोग गरिएको हुन्छ। क्यापेसिटर। क्यापेसिटर 2 नम्बरमा छ क्यापेसिटर। क्यापेसिटर यस्तो प्रकारको कम्पोनेन्ट हो जसको दुईवटा पोल हुन्छ, जसलाई हामीले पोलराइज क्यापेसिटर भनिन्छ। यो पोलराइज क्यापेसिटर हो जुन डिसी भोल्टेज डिसी करेन्टमा प्रयोग गरिन्छ। यसको बायाँपट्टिको कालो फिता नेगेटिभ हो, यो नेगेटिभ पोल हो भने दायाँपट्टिको यो पोजिटिभ पोल हो। यसले चाहिने विशेष गरी डिसी करेन्ट भोल्टेजलाई चाहिने जम्मा गर्ने काम गर्छ। फिल्टर गरेर जम्मा गरेर डिसी भोल्टेज करेन्टलाई जम्मा गरेर फिल्टर गरेर पठाउने काम गर्छ, सर्किटमा पठाउने काम गर्छ। नम्बर 3 मा छ डायोड। डायोड जुन चाहिने यस्तो प्रकारको कम्पोनेन्ट हो जसको डायोड बिना कुनै पनि इलेक्ट्रोनिक सर्किट चल्न सक्दैन। डायोड दुई प्रकारको हुन्छ। यसको भूमिका इलेक्ट्रोनिक सर्किटमा धेरै नै महत्त्वपूर्ण हुन्छ। जुन चाहिने यो बायाँपट्टिको भागबाट दायाँपट्टिको यो भागसम्म कालो फिता छ, यो चाहिने पोजिटिभ पोल हो भने जुन चाहिने बायाँपट्टिको सिल्भर कलरबाट दायाँसम्मको यो सिल्भर कलरको कोड छ, यो नेगेटिभ पोल हो। डायोड दुई प्रकारको हुन्छ, एसी डायोड र डिसी डायोड। यो कालो फितामा पोजिटिभ करेन्ट यहाँबाट प्रवाह भएर सिल्भर कलरतिर जान्छ भने नेगेटिभ भोल्ट सिल्भर कलरबाट हुँदै यो कालो फिता हुँदै यता आउँछ, बायाँतिर आउँछ। यसको चाहिने भूमिकामा पोजिटिभ करेन्टलाई यो सिल्भर कलरको नेगेटिभ पोलमा दिँदाखेरि यसले चाहिने अवरोध गर्छ। यसले चाहिने पोजिटिभ करेन्टलाई चाहिने अवरोध गर्ने इलिमेन्ट राखिएको हुन्छ। यसले चाहिने पोजिटिभ करेन्ट प्रवाह गर्न दिँदैन। यो चाहिने नेगेटिभ, यो चाहिने पोजिटिभ पोल हो। जुन चाहिने डायोडको बारेमा कुरा गर्दा एसी भोल्टेजमा डिसी डायोड प्रयोग गरिन्छ डिसी भोल्टेज बनाउनको लागि भने डिसी करेन्टमा एसी भोल्टेज प्रयोग गरिन्छ एसी करेन्ट बनाउनको लागि। यो चाहिने एसी भोल्ट डिसी भोल्ट दुवै भोल्टमा एसी करेन्ट डिसी करेन्ट दुवै करेन्टमा दुवै भोल्टेजमा यो प्रयोग गरिन्छ। नम्बर 4 छ इन्डक्टर। इन्डक्टर जुन चाहिने बिचमा किल्ला राखिएको छ, यो चाहिने विद्युतीय चुम्बक बनाउनको लागि किल्ला राखिएको हो। इन्डक्टरको विशेष काम भनेको सिग्नललाई यसले समातेर पठाउने काम गर्छ। जुन चाहिने फ्रिक्वेन्सीहरूलाई जुन चाहिने रेडियो फ्रिक्वेन्सी, टिभीको फ्रिक्वेन्सी, यस्तो फ्रिक्वेन्सीहरूलाई यसले क्याच गरेर पठाउने काम गर्छ। इन्डक्टरको त्यो ठुलो भूमिका छ। लाइट इमिटिङ डायोड। लाइट इमिटिङ डायोडमा विद्युत प्रवाह गराउँदा यो बल्ब बल्छ, जसलाई चाहिँ हामीले लाइट इमिटिङ सिग्नल थ्रो पनि भनिन्छ। जुन चाहिँ टिभी, रेडियो, रिमोट कन्ट्रोल इलेक्ट्रोनिक्स विद्युतीय उपकरणहरूमा प्रयोग गरिन्छ भने फोटोडायोड। फोटोडायोड भनेको अर्को छुट्टै प्रकारको हुन्छ। लाइट इमिटिङ डायोडबाट गएको सिग्नललाई फोटोडायोडले क्याच गरेर थ्रो गर्ने काम गर्छ, पठाउने काम गर्छ। जुन यो हाम्रो रिमोटमा तपाईको रिमोटमा भयो, रेडियो, टिभी, अन्य विद्युतीय रिमोट होला विद्युतीय उपकरणहरूमा प्रयोग गरिन्छ। ब्रिगेज रेक्टिफायर। ब्रिगेज रेक्टिफायर यस्तो प्रकारको कम्पोनेन्ट हो जुन बिना कुनै पनि विद्युतीय सर्किट चल्न सक्दैन। ब्रिगेज रेक्टिफायरमा 4 वटा पोल हुन्छ। यो चाहिने विशेष गरी मैले पहिला
चाहिने इन्डक्टर चुलोमा चाहिने लेसन लिँदाखेरि यसको बारेमा मैले रङ कुराहरू मैले गल्ती मैले सिकाएछु, मिस्टेक भयो। यसमा चाहिने विशेष गरी यो बिचको भाग एसी भाग, एसी पोल जो दुईवटा पोल छ, बिचको भाग यो चाहिने एसी पोल हो। यसबाट पोजिटिभ नेगेटिभ एसी पोजिटिभ नेगेटिभ करेन्ट प्रवाह हुन्छ भने साइडको छेउछेउको भागमा डिसी करेन्ट डिसी भोल्टेज प्रवाह हुन्छ। जुन चाहिने एसी भोल्टेज एसी करेन्ट बिचबाट दुईवटा पोलबाट पोजिटिभ र नेगेटिभ जान्छ। डायोड र यसको ठुलो सम्बन्ध हुन्छ। डायोड नै ब्रिगेज रेक्टिफायरभित्र राखिएको हुन्छ। यसबाट चाहिने यो बायाँपट्टिको भागबाट डिसी भोल्टेज पोजिटिभ बनेर जान्छ भने दायाँपट्टिको भागबाट नेगेटिभ डिसी नेगेटिभ भोल्टेज प्रवाह भएर जान्छ। यसले चाहिने विशेष गरी एसी भोल्टेज एसी करेन्टलाई चाहिने कन्ट्रोल गरेर डिसी भोल्टेजमा परिणत गर्छ। जुन चाहिने डायोड राखिएको हुन्छ। डायोडले एसी भोल्टेजलाई डिसी बनाउने काम गर्छ। त्यस्तै गरी ब्रिगेज रेक्टिफायरले पनि एसी भोल्टेजलाई डिसी भोल्टेज बनाउने काम गर्छ र त्यसरी भोल्टेजलाई सप्लाई गर्ने काम गर्छ। नम्बर 6 नम्बरमा छ कोइन ब्याट्री। यस्तो प्रकारको ब्याट्री हो जुन चाहिने ल्यापटप तपाईको घडीमा प्रयोग गरिन्छ। यो चाहिने लिथियम ब्याट्री हो। यो साधारण ब्याट्री रिमोटमा पनि प्रयोग गरिन्छ। नम्बर 8 नम्बरमा छ स्विच साधारण स्विच। यो चाहिने रेडियो त्यहाँबाट गएर विभिन्न विद्युतीय सर्किटहरूमा प्रयोग गरिन्छ। फ्युज विशेष गरी टिभी रेडियोमा प्रयोग गरिन्छ। जसले चाहिने हाई एसी भोल्टेजलाई लो एसी भोल्टेज बनाउने काम गर्छ। नम्बर 10 ट्रान्सफर्मर यस्तो प्रकारको कम्पोनेन्ट हो जसले चाहिने एसी भोल्टेजलाई हाई एसी भोल्टेज 120 150 भोल्टलाई चाहिने यसले कन्ट्रोल गरेर एसी भोल्टेज 12 भोल्ट 24 भोल्ट यसले चाहिने पैदा गरेर पठाउने काम गर्छ। रिले खास गरी यसको 5वटा पोल हुन्छ। एकातिर पोजिटिभ अर्कोतिर नेगेटिभ भने 3टा कुनामा एउटामा पोजिटिभ दुईटामा नेगेटिभ हुन्छ। यसले चाहिने विद्युतीय सर्किटमा करेन्टलाई बेला यसले चाहिने परिवर्तन गर्ने काम गर्छ। जस्तै रिसेट गर्ने काम, पावर अन अफ गर्ने काम रिलेको हो। रिलेले विद्युतीय सर्किटमा चाहिने लाइनलाई अफ गर्ने र अन गर्ने काम गर्छ र चेन्ज गर्ने काम गर्छ। विद्युतलाई चेन्ज गरेर पठाउने काम गर्छ। स्पिकर साधारण स्पिकर जुन चाहिने रेडियो टिभी अन्य विद्युतीय उपकरणमा प्रयोग गरिन्छ। ट्रान्सिस्टर यस्तो प्रकारको विद्युतीय कम्पोनेन्ट हो जसमा चाहिने 3वटा पोल हुन्छ। इमिटर बेस एन्ड कलेक्टर भनिन्छ। इमिटर बेस एन्ड कलेक्टर बेसबाट नेगेटिभ जान्छ भने इमिटर बाट पोजिटिभ जान्छ। यसको चाहिने एनपिएन र पिएनपी सिस्टममा प्रयोग गरिन्छ। एनपिएन भनेको नेगेटिभ पोजिटिभ एन्ड नेगेटिभ हो। जुन चाहिने एनपिएन यो चाहिने पोल अनुसार यो चाहिने ट्रान्सिस्टर अनुसार यसको कोड छुट्टै गरिएको हुन्छ। जुन चाहिने एन भनेको ड्रेन हो जसले चाहिने कमनली पोजिटिभ भोल्टेज पोजिटिभ उसलाई चाहिने कमन गरेको हुन्छ, सम्बन्ध जोडेको हुन्छ। यसमा चाहिने विशेष गरी यो ट्रान्जिस्टरले विशेष गरी विद्युतलाई डिसी भोल्टेजलाई यसले जम्मा गरेर थोरै डिसी भोल्टेजलाई जम्मा गरेर धेरै डिसी भोल्टेज उत्पन्न गराउँछ र पठाउने काम गर्छ। यसले सिग्नल त्यहाँबाट गएर विद्युत
विद्युतलाई चाहिने जम्मा गरेर यसले पठाउने काम गर्छ, जुन चाहिँ ट्रान्जिस्टर बिना कुनै पनि विद्युतीय सर्किट चल्न सक्दैन। माइक्रोफोन यो चाहिने साधारण हामीले प्रयोग गरिने एमआइसी हो, यो चाहिने माइक्रोफोन भयो। इन्टरग्रेटेड सर्किट भनेको आइसी भनेको विशेष के भने सेमी कन्डक्टरबाट बनेको हुन्छ। यसमा चाहिने विशेष गरी सिग्नल करेन्ट, डिसी करेन्ट सिग्नल यसले चाहिने जेनेरेट गरेर यसले चाहिने विभिन्न उपकरणहरूमा, जस्तै मोबाइल छ भने डिस्प्लेमा थ्रो गर्ने काम गर्छ, रेडियो छ भने स्पिकरसम्म आवाज पुर्याउने काम गर्छ। यसले चाहिने टिभी छ भने टिभीको स्क्रिनमा चाहिने डाटाहरू भिजुअलाइज गरेर सो गर्ने काम गर्छ। यो विशेष गरी यो चाहिने विद्युतीय उपकरणको मुटु पनि भनिन्छ। यो चाहिने यसलाई चाहिने आइसी भनिन्छ। आइसी बिना कुनै पनि सर्किट, कुनै पनि कम्पोनेन्टको सम्बन्ध हुन सक्दैन। सम्पूर्ण कम्पोनेन्टहरूको सम्बन्ध नै आइसीमा गएर जोडिएको हुन्छ। आइसीमा एउटा कुनामा एउटा थोप्ला सिग्नल दिएको छ, त्यसबाट नम्बर गनिन्छ। त्यसबाट 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 भने जस्तै त्यही गरी यो नम्बर वाइज हुन्छ। एन्टिना विशेष गरी यो सिग्नललाई चाहिने थ्रो गर्नको लागि, सिग्नललाई चाहिने क्याच गर्नको लागि राखिन्छ। एन्टिना जस्तै हामीहरूले एन्टिना टिभीमा, रेडियोमा देख्न सक्छौँ। यो एन्टिनाबाट नै सिग्नल कोइलमा जाने हो, जुन चाहिँ इन्डक्टर कोइल छ। इन्डक्टर कोइलमा गएर तपाईँको चाहिने त्यो फिल्टरिङ क्यापेसिटर, सेरामिक क्यापेसिटर भन्ने हुन्छ, त्यो चाहिँ यहाँ दिएको छैन। त्यसमा फिल्टर भएर तपाईँको यो चाहिने ट्रान्जिस्टरमा सिग्नल कनेक्ट गराएर जाने कुरो हो। यसलाई चाहिँ एन्टिना भनिन्छ, जुन चाहिँ सिग्नल तान्ने काम गर्छ। मेरो चाहिने कमन इलेक्ट्रोनिक्स कम्पोनेन्टको बारेमा थोरै जानकारी यहीँ समाप्त हुन्छ। हस्त, धन्यवाद।